चाँडो हुन्छ कि हाम्रो त धनु जाडो हुन्छ एक्साइटेड छु फर्स्ट भिडियो त्यही पनि मुकबाङ भिडियोको लागि पसलदेखि सामान लिएर हिँडेको हो हामी त पहिलोचोटि मैले त पहिलोचोटि बनाएको यो भिडियो रमाइलोको लागि मात्रै बनाएको फेरि हेलो एभ्रिवान वेलकम टु माई न्यू च्यानल म चाहिँ गायत्री राणा तपाईहरु एकदम सन्चै हुनुहुन्छ होला म पनि एकदम सन्चै छु अनि आज चाहिँ मेरो न्यू च्यानलमा फर्स्ट भिडियो बनाउन लागेको छु त्यही पनि मुकबाङ भिडियो हो हामी मुकबाङ गर्ने चाहिँ हामी दुई बहिनी हो अनि मेरो बहिनी चाहिँ अहिले भित्र हो गेम खेलिरहेछ म यहाँ बाहिर घाम ताप्दै बसेको अनि यसो भिडियो बनाऊँ भनेर जाँगर आयो एक्साइटेड छु फर्स्ट भिडियो त्यही पनि मुकबाङ भिडियोको लागि अनि हाम्रो पुगु पनि छ हेर्नु पुगुले पनि घाम ताप्दै अनि हामी चाहिँ मुकबाङको लागि पसल जान्छौँ सामानहरू ल्याउँछौँ अनि तपाईहरुलाई देखाउने छु हेर्दै गर्नु होला हामी चाहिँ पसल हिँडेको गाइस सामान लिनलाई अनि यहाँ मेरो बहिनी छ लुकी छ हेर्नु न यहाँ छ लुकी छ हाम्रो पसल यहाँ हो त हो घर त अनि यहाँ चाहिँ हामी पसल आएको अहिले चाहिँ पसलमा के सामान किन्छौँ अनि तपाईहरुलाई देखाउने नै छु म गाइस पसल यही हो हाम्रो आन्टी दोकानको आन्टी ओए के लैजानु भन्न अबे जल्दी बोल कल सुबह पनवेल निकलना है हामी चाहिँ पसलदेखि फर्किसक्यौँ गाइस पसलदेखि सामान लिएर हिँडेको हो अनि हाम्रो बहिनी चाहिँ यहाँ छ खालि यो लजाइ चाहिँ यो नाइट ड्रेसमा छ भनेर लजाइ कि रे म त म पनि नाइट ड्रेसमै छु यस्तै नाइट ड्रेस नै हो बालै फरक हो न नाइट ड्रेस पनि लुगै लगाएकै छु हो क्या गाउँ नि डुलिन्छ यस्तै नाइट ड्रेसमा अनि हामी चाहिँ घर जान्छौँ घर गएर अनि चटपट बनाउँछौँ अन्डा ल्याउँछौँ करेन्ट घरै हो अनि त्यही बनाएर अनि हामी दुई बहिनी आउँछौँ ल हेर्दै गर्नु होला गाइस एभ्रिवान नमस्ते मेरो नाम गायत्री राणा नमस्ते मेरो नाम चाहिँ रश्मि थारा हामी चाहिँ मुकबाङ भिडियो लिएर आइसकेको छौँ अनि यो सबै बनाएको चाहिँ यसले बनाएको अनि हामी चाहिँ अब खानु स्टार्ट गर्छौँ पहिला कुन खाने खाऊँ के खाऊ म त चटपट खान्छु पहिला चटपट यसले चटपट बनाएर आएछ न के भोलि पर्सि हाम्रो बिजनेस यही गर्ने चटपट पसल दिदी बहिनी मुकबाङ पनि दिदी बहिनी चटपट पसल पनि दिदी बहिनी खाए ल गाई चाहिँ फर्स्ट बाइट चाँडो हुन्छ कि हाम्रो त धनु जाडो हुन्छ अयो यस्तो गाह्रो पहिलोचोटि भिडियो बनाएको यस्तो गाह्रो भइरह हाँसो लागिरह त्यही पनि हेरिदिनु त खाएन यही मुकबाङ गर्नु भनेर हाम्रो भात नआइकन बसेको दुई बहिनीले भातै नआइकन बस्यो हजुरहरूलाई पनि यस्तै चटपटे खानु छ भने मसँग सम्पर्क गर्न सक्नुहुन्छ यसले खतरा बनाउँछ चटपट गाई यसो ल्याएर खानु हातले नै समातेँ म त कस्तो हुन्छ होला है
अनि दामी भएछ अन्डा पनि पिस भए खान्छु ल कस्तो भयो अर्थ्यो देखा आपने लापरवाही का नतीजा है अनि त पेट भरिसक्यो यार हामी त नसँग भेज फोन गर्नु अयो भन्छु खानु सक्दैन क्या पिरो तर यसमा पिरो लगाएन म चाउचाउ पिरो लगाएँ चटपटे पिरो लगाएन मिठो बनाउँछ चटपट चटपटे पसल खोल्छु म प्लिज सबैजना मेरो चटपटे पसलमा आउनु पर्यो अब 2 वर्षपछि खोल्छु सबैजना आउनु होला हाम्रो बहिनीले बनाएको चटपट खाना यस्तो मिठो बनाउँछ जे बोल्न आउँछ त्यही बोल्न क्या मलाई नि आम त पहिलो हो नि त यो त अब बिस्तारै बिस्तारै सिकिन्छ बोल्नु गुगलमा सर्च हाल्नु पर्ला जस्तो बोल्न ननि गुगलमा सर्च अलिक खुर्सानी खायो यार पिरो भएको मलाई त खायो पेट आइसक्यो अन्डा पनि चाउचाउ खाएर कस्तो मिठो हुन्छ चाउचाउ चाहिँ दुई आधा थियो सक्ने हो यो पनि सक्ने कोसिस जारी अब यो टाइट अहिले कसरी अघि हालेको थियो अब हातले त्यो मुखबाङहरूले कसो खान्छन् झन्नै अड्केन कसम नसक्नु यस्तो त नसक्नु कसरी खाँदैन त्यो मुखबाङहरूले खाँदै भयो फर्स्ट एक्सपिरियन्स पनि हो कसरी खाँदो रहेछ भनेको त गाह्रो हुँदो रहेछ खाना तर कसरी गर्नुहुन्छ भाइ उहाँ मुखबाङहरू चाहिँ हामी त बोल्नै आएन हौ गाई खाने मात्रै त हामी खाएको मात्रै हेर्ने एकछिन तै पनि हालेर चेक गर्ने बिग बाइट पिरो भएको लास्टै हाम्रो चाउचाउ 2टा थियो अन्डा 3टा चिया कोक खाएको त कस्तो भयो क्या मलाई त ल बिग बाइट गर्न ल
सक्सेसै गर्दैछु कस्तो गाह्रो हुँदो रहेछ कसम तर चिप्स खानु त घक्का चाहिँ खानु त्यो जाडो भयो मलाई त यार टी सर्ट मात्रै लगाएको त छिटो न कोसिस त छिटो सकेन झन् निकाल्दै चेक गर्नु आइपुग्नु निकालिदिइहाल्नु हाल्यो अरे तर त्यसै बिग बाइट हाल्दा चलाउनलाई आज गाह्रो रहेछ होइन अम्मा यसले पनि खाइ बिग बाइट ल भयो सकेन भयो सकिस् अब यो भ्याउन चल्छ हामीलाई चाहिँ पुग्यो गाइस भयो अब त सकेनौँ यो चटपट पनि यति रह्यो कति छ चटपट कोकले लास्ट पेट डम्म गराइदियो क्या अनि यस्तो खाना पनि धेरै सक्दैनौँ खानु त तर खाना त खान्छौँ कि तर धेरै नसकिने रहेछ अनि यो चल्छ यति खानु भएन क्या अझ सक्न हामीले चाहिँ सकायौँ फाइनली गाइस तर चौचौ सक्यौँ करेन्ट चाहिँ 2टा थियो 3टा अन्डा सक्यौँ कोक पनि मात्रै सक्यो 1 ग्लास थियो यसको चाहिँ यति रहेछ सक्का अनि चटपट चाहिँ यति बजे सकेनौँ अनि हाम्रो भिडियोहरू के कस्तो रह्यो के कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गर्नु होला अनि हाम्रो यो चाहिँ पहिलो भ्लग हो अनि पहिलोचोटि भिडियो हो अनि च्यानल पनि भर्खरै न्यू हो यो फर्स्ट भ्लग हो अनि फर्स्ट भ्लग अब कस्तो भयो के भयो त्यो तपाईँहरूले सजेसन दिनु होला के भयो कस्तो भयो अनि सबैले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु सेयर गरिदिनु आफ्नो साथीहरूलाई ल भयो गाइस बाई हामी चाहिँ भ्याइयो यस्तै भयो हाम्रो भ्लग आज हामी त पहिलोचोटि मैले त पहिलोचोटि बनाएको यो भिडियो रमाइलोको लागि मात्रै बनाएको फेरि त्यस्तो केही अयो त्यही पनि राम्रो भएको छ भने राम्रो नराम्रो कस्तो भएको छ तपाईँहरूले सजेसन दिँदै गर्नु न हामीले त्यही अनुसार कोसिस गर्छौँ भिडियो बनाउन ल बाई गाइस